हेराउनु गइरहेछु र अनलाइन टिकट क्रिकेटको कसरी काट्ने त्यो प्रोसेसमा आज हेराउनु गइरहेछु। तपाईँ हेर्नुहोस्, सर्वप्रथम आफ्नो खल्ती खोज्ने। खल्ती आफ्नो एकाउन्ट मैले खोलिसकेको छु। तपाईँ हेर्दै हुनुहुन्छ, खल्ती खोलिसकेको छ। खल्ती खोलिसकेको छ। यहाँ तल स्क्रल गर्ने, स्क्रल हैन, स्क्रल गर्दाखेरि यहाँ आउँछ हैन, यहाँ इभिनिङ आउँछ, यहाँ हेर्दै हुन्छ, यसमा जाने। अब कुन कुनको खुलेको छ यहाँ हेर्दै हुन्छ। यो सबैको काट्न सकिन्छ है, यहाँ सबैको काट्न सकिन्छ, फिल्मको काट्न पनि सकिन्छ है। कुन कुन फिल्मको कति कति प्राइज हो सबै यहाँबाट काट्न सकिन्छ। सर्वप्रथम यहाँ सिद्धार्थ यहाँ लेखेको छ क्रिकेट, यसमा जाऊ। अब यो सबैको ओपन भइसकेको छ, तपाईँ हेर्दै हुनुहुन्छ, यो सबैको ओपन भइसक्यो, यतिको ओपन भइसकेको छ है। तपाईँ हेर्दै हुनुहुन्छ 15,000 मा पुरै क्रिकेटको हेर्न सकिन्छ हैन। अल टु अल म्याच हेर्न सकिन्छ। विराटनगर भर्सेस चितवन पनि अहिले छ बाँकी है, छँदैछ बाँकी, र लुम्बिनी भर्सेस सुदूरपश्चिमाञ्चल पनि बाँकी छ। अब कुन जुनको कहाँ राख्ने, जस्तै मैले पोखराको हेराएँ, मैले कर्णालीको हेरेँ, जनकपुरको मैले जनकपुरको र चितवनको मैले हेराउन गइरहेको छु। यहाँ हेर्दै चितवन अब कुन जुनको लिने यहाँ हैन, जस्तै मैले सिद्धार्थ जुनको लिए राखेर क्लिक गर्ने, क्लिक भइसकेको छ। कम्तीमा 4 वटा मात्रै काटिन्छ हैन, टिकट बढी काट्दैन यहाँ है। त्यसपछि यहाँ स्क्रल गर्ने, स्क्रल भइसकेको छ। त्यसपछि ओके गर्ने, यहाँ ब्यालेन्स हुँदाखेरि एड हुन्छ हैन, टिकट कन्फर्म हुन्छ। अब यसरी गर्न सक्नुहुन्छ। यति कुरा हेरेर साथ दिनुहोस्, त्यसको लागि धन्यवाद।